म्याथमेटिक्स नेपाल युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज मैले यो क्वेशन नेक्स्ट लिएर आएको छु। राइट द प्रोपर्टिज अफ डिजाइन अफ एक्सपेरिमेन्ट भन्ने क्वेशन छ र तलको चाहिँ हाम्रो के छ त भन्दाखेरि न्युमेरिकल पार्ट रहेको छ है। अब यो थ्योरी पार्टको थोरै मैले सजिलो होस् भनेर थोरै राखिदिएको छु। प्रोपर्टिज अफ डिजाइन अफ एक्सपेरिमेन्टमा चाहिँ जस्तो यो पोइन्ट्सहरुमा एक्सप्लेन चाहिँ गर्दिन हैन। सबभन्दा सुरुको पोइन्टमा चाहिँ र्यान्डमाइजेसन भन्ने छ। एक्सपेरिमेन्ट डिजाइन अफ एक्सपेरिमेन्ट को प्रोपर्टिज में र्यान्डमाइजेसन छ। यहाँ केही पोइन्ट्सहरु मैले लेखेको छु। अनि त्यसपछि नम्बर 2 मा चाहिँ रेप्लिकेसन भन्ने छ। त्यस्तै तरिकाले नम्बर 3 मा चाहिँ ब्लकिङ भन्ने छ। नम्बर 4 मा चाहिँ कन्ट्रोल भन्ने छ। त्यस्तै तरिकाले नम्बर 5 मा चाहिँ फ्याक्टोरियल स्ट्रक्चर भन्ने छ। अनि त्यसपछि मैले नम्बर 6 मा चाहिँ अर्थोगोनालिटी भनेर यहाँनेर राखेको छु। अब यसमा पोइन्ट्सहरु तपाईले आफैले एक्सप्लेन गर्न सक्नुहुनेछ है। अब म लगत्तै गए क्वेशन नेक्स्ट क्वेशन यो चाहिँ न्युमेरिकल पोर्सन तिर। सो न्युमेरिकल पोर्सन मा चाहिँ हामीलाई के सोधेको छ भनेर भन्दाखेरि 3 वटा चाहिँ डिफरेन्ट ब्रान्ड्सहरु दिएको छ। यो अघिल्लो क्वेशनमा मैले एउटा यो वान वे ए नभएको चाहिँ एउटा काम गरिसकेको छु। त्यो भिडियो हेरेर पनि अलिकति इजी चाहिँ हुन्छ हैन। अनि यसमा पनि हामीलाई के दिएको छ भन्दाखेरि लाइफ टाइम इन आवर्स भनेर दिएको छ। स्याम्पल्स फ्रम 3 डिफरेन्ट ब्रान्ड्स भनेर दिएको छ अफ ब्याट्रिज। यो चाहिँ ब्रान्ड ए, ब्रान्ड बी र ब्रान्ड सी। अघिल्लो भिडियोमा पनि मैले चाहिँ यो रो वाइज नै काम गरेको थिएँ। यहाँ पनि रो वाइज नै रहेछ है। मैले कोलम वाइज एउटा बनाउन खोजेको थिएँ। यसमा पनि रो वाइजकै क्वेशन रहेको छ र यसमा पनि हामी रोबाटै काम गरौँ। सो यसमा हामीले सुरुवात गर्दाखेरि चाहिँ हामीलाई क्वेशनमा चाहिँ के सोधेको छ भनेर भन्दाखेरि कन्स्ट्रक्ट वान वे एनोभा टेबल भनेर भनेको छ। एन्ड टेस्ट भनेर भनेको छ है। यो चाहिँ टेस्टिङ हाइपोथेसिस टेस्टिङ जस्तै क्वेशन हो यो। whether the 3 brands have different lifetime भनेर सोधेको छ। हामीले टेस्ट गर्नुपर्ने कुरा चाहिँ यहाँनेर रहेको छ है। सो यही चाहिँ टेस्ट के गर्नुपर्ने भनेर भन्ने कुराबाटै हामीले चाहिँ सुरुवात गर्न सक्छौं। त्यो चाहिँ नल हाइपोथेसिसमा चाहिँ के राख्ने भन्ने कुरा चाहिँ यहीँबाट डिटरमाइन हुन्छ। सो दैट अब सुरुमा नल हाइपोथेसिसबाट हाम्रो काम सुरु गरौँ है त। सो नल हाइपोथेसिसमा हामीले के लेख्न सक्छौं भन्दाखेरि नम्बर 1 मा नल हाइपोथेसिस यसलाई चाहिँ h0 ले डिनोट गरिन्छ। अनि यो चाहिँ μ1 इज इक्वल्स टु μ2 इज इक्वल्स टु μ3 हुन्छ है। यहाँ तीनवटा ब्रान्डहरु भएकोले सबैको लागि हामीले चाहिँ μ1 μ2 μ3 लेख्यौं। अब यसलाई चाहिँ दैट इज एक्सप्लेन गर्दाखेरि चाहिँ 3 ब्रान्ड्स हैव डिफरेन्ट लाइफ टाइम छ नि। अब यो त सेम लेखेको छौं हामीले हैन। सो सेम लाइफ टाइम भनेर लेख्दिने। द 3 ब्रान्ड्स हैव सेम लाइफ टाइम भनेर यहाँनेर लेख्दिने। द 3 ब्रान्ड्स हैव सेम के हो त लाइफ टाइम। सेम लाइफ टाइम भनेर यसरी हामीले चाहिँ यसलाई ल्याङ्ग्वेजमा लेख्छौं। त्यस्तै तरिकाले अर्को हुन्छ हाम्रो अल्टरनेटिभ हाइपोथेसिस। अल्टरनेटिभ हाइपोथेसिसलाई h1 ले डिनोट गर्छौं। यो चाहिँ अब ठ्याक्कै यो माथिको भन्दा अपोजिट हुन्छ। यो नट इक्वल्स टु हुन्छ र यहाँ सेम छ भने यहाँ चाहिँ डिफरेन्ट लेख्दिनु पर्यो। अब दैट इज द 3 ब्रान्ड्स हैव डिफरेन्ट लाइफ टाइम भनेर यसरी लेख्दिने। हाम्रो हाइपोथेसिस सेटिङ भइसकेको छ। अब नम्बर 2 मा हामीले के गर्छौं भन्दाखेरि टेस्ट स्ट्याटिस्टिकको लागि काम गर्छौं। टेस्ट स्ट्याटिस्टिकको लागि काम गर्दाखेरि हाम्रो चाहिँ यसको फर्मुला के हुन्छ f क्याल्कुलेटेड को फर्मुला चाहिँ यसमा f ले यो चाहिँ टेस्ट स्ट्याटिस्टिक यो चाहिँ 1 वे एनोभाको लागि चाहिँ f भनेर मान्छौं हामीले। यसमा चाहिँ msr अपन ms e हुन्छ। यो यिनीहरुको मिनिङ्सहरु चाहिँ अघिल्लो भिडियोमा मैले राखिसकेको छ है। सो त्यही अनुसार हामीले राख्न सक्छौं। अथवा MSR भनेको चाहिँ यहाँ म भन्छु मात्रै लेख्दिन। मिन
सम अफ स्क्वायर ड्यू टु रो भन्ने हुन्छ यसको एमएसई भनेको चाहिँ मिन सम अफ स्क्वायर ड्यू टु इरर भन्ने हुन्छ है सो हाम्रो काम चाहिँ अहिलेलाई यो निकाल्ने हुन्छ अब हामी क्याल्कुलेसन टेबल कन्स्ट्रक्ट गरौँ क्याल्कुलेसन टेबलमा सुरुमा हामीलाई चाहिँ के दिएको छ यहाँ क्वेसनमा हाम्रो चाहिँ ब्रान्ड ए ब्रान्ड बी ब्रान्ड सी भएकोले यो माथिको क्वेसनै अनुसार जान्छौँ हामी सो हामीलाई यहाँ के दिएको रहेछ भन्दाखेरि ब्रान्ड ए ब्रान्ड बी र ब्रान्ड सी दिएको छ अब सबैलाई हामीले चाहिँ यो R1 R2 R2 R3 मानौँ है त यो रो 1 रो 2 रो 3 मान्यौँ हामीले सो यसमा भ्यालुजहरु चाहिँ माथि क्वेसनमै छँदैछ हैन 40 म त्यही सार्दैछु 30 50 अनि 50 30 अनि ड्याश अर्को चाहिँ हाम्रो छ 60 40 55 65 ड्याश ड्याश अर्को चाहिँ हाम्रो छ 60 50 70 65 75 40 यतिसम्म हामीलाई चाहिँ यहाँ दिएको छ यो भ्यालुजहरु हामीलाई दिएको छ अब सबभन्दा सुरुमा चाहिँ हामी के गर्छौं भन्दाखेरि यो रो 1 हरुको चाहिँ सम निकाल्छौं हामीले हैन रो 1 को सम निकाल्दाखेरि चाहिँ यो रो 1 मा भएको सम्पूर्ण भ्यालुजहरुलाई चाहिँ जोड्दाखेरि चाहिँ कति आउँछ त भन्दाखेरि यो चाहिँ जोड्दाखेरि चाहिँ कति आउने रहेछ 40 प्लस 30 प्लस 50 प्लस 50 प्लस 30 आयो यो भनेको चाहिँ 200 आउने रहेछ है 200 आउने रहेछ सिमिलरली हामी R2 को सबैलाई एड गरौँ 60 प्लस 40 प्लस 55 प्लस 65 प्लस 65 सम्म छ हैन सो यो भनेको चाहिँ 220 आउने रहेछ त्यस्तै तरिकाले R3 को सम निकाल्ने सो R3 को सम निकाल्दाखेरि 60 प्लस 50 प्लस 70 प्लस 65 प्लस 75 प्लस 40 यो चाहिँ हाम्रो 360 भयो अब सिमिलरली हामी के निकाल्छौं भनेर भन्दाखेरि यहाँनेर चाहिँ R1 को चाहिँ सम को चाहिँ स्क्वायर निकाल्छौं R1 को स्क्वायर यो चाहिँ सम R1 को स्क्वायर को सम निकाल्ने है सो R1 को स्क्वायर को सम निकाल्दाखेरि कति हुन्छ त यो निकालौं यहाँ अलिकति ठाउँ नअटेको कारणले सुरुमा म यसलाई जोडिहाल्छु है त सो यसलाई जोड्नु भनेको चाहिँ यो सम को पनि सम हो भनेपछि R हरुको सम अनि त्यसको पनि सम भने चाहिँ डबल समेसन हुन्छ यो यिनीहरुलाई सबैलाई जोड्दाखेरि कति हुन्छ एकचोटी हेरौं सो यो चाहिँ 200 प्लस 220 प्लस 360 यो गर्दाखेरि चाहिँ 780 आयो अनि यहाँ चाहिँ अब हामीले के निकाल्नु पर्छ भन्दाखेरि नि समेसन R1 को स्क्वायर भनेको चाहिँ यो 40 को स्क्वायर प्लस 30 को स्क्वायर प्लस 50 को स्क्वायर प्लस 50 को स्क्वायर प्लस 30 को स्क्वायर यो गर्दाखेरि कति आउँछ यो निकाल्ने यो सबैको स्क्वायर निकाल्नुमा हामीले चाहिँ सो यो चाहिँ हाम्रो कति आउने रहेछ भन्दाखेरि 40 को स्क्वायर प्लस 30 को स्क्वायर प्लस अनि 50 को स्क्वायर प्लस फेरि 50 को स्क्वायर प्लस अनि 30 को स्क्वायर भयो सो यो गर्दाखेरि चाहिँ हाम्रो 8400 आउने रहेछ है त सिमिलरली हामीले चाहिँ यो तरिकाले R2 को स्क्वायर भनेको चाहिँ 60 को स्क्वायर प्लस 40 को स्क्वायर प्लस 55 को स्क्वायर प्लस 65 को स्क्वायर यो गर्दाखेरि चाहिँ क्याल्कुलेटरमा कति आउँछ एकचोटी हेरौँ है त सो यो भनेको 60 को स्क्वायर प्लस 40 को स्क्वायर प्लस 55 को स्क्वायर प्लस 65 को स्क्वायर गर्दाखेरि हाम्रो चाहिँ 12450 आयो सिमिलरली हामी के निकाल्छौं R3 को पनि यही तरिकाले निकाल्छौं सो R3 मा छ 60 को स्क्वायर प्लस 50 को स्क्वायर प्लस 70 को स्क्वायर प्लस 65 को स्क्वायर प्लस 75 को स्क्वायर प्लस 40 को स्क्वायर
सो यसलाई गरौँ त कति आउँछ यो गर्दाखेरि चाहिँ हाम्रो चाहिँ कति आउँछ 60 को स्क्वायर 60 को स्क्वायर सरी 60 को स्क्वायर 60 को स्क्वायर प्लस 50 को स्क्वायर प्लस 70 को स्क्वायर प्लस 65 को स्क्वायर प्लस 75 को स्क्वायर प्लस 40 को स्क्वायर 40 को स्क्वायर गर्दाखेरि चाहिँ यो चाहिँ कति आउने रहेछ भने 22,450 यो फर्स्ट R1 को लागि फेरि एकचोटी म गर्छु त कति आउँदैछ 40 को स्क्वायर प्लस 30 को स्क्वायर प्लस 50 को स्क्वायर प्लस 50 को स्क्वायर प्लस 30 को स्क्वायर गर्दाखेरि 8,400 ठिकै छ अब यो सबै हामीले चाहिँ R1 को स्क्वायर R2 को स्क्वायर R3 को स्क्वायर निकाल्नु अब यहाँ पनि हामी के गर्छौं यो भनेको सबै के हो त समेसन R को स्क्वायर अब यसको पनि सम भनेको यो यतापटिको भ्यालुजहरु तीनटैलाई हामी जोड दिन्छौं सो तीनटै भ्यालु जोड्दाखेरि 8,400 प्लस 12,450 प्लस 22,450 गर्दाखेरि चाहिँ यो चाहिँ 43,300 आयो सो यो भनेको चाहिँ 43,300 आयो अब हामी के निकाल्छौं सुरुमा भन्दाखेरि ग्रान्ड टोटल निकाल्छौं ग्रान्ड टोटल यसलाई हामी क्यापिटल टी ले डिनोट गर्छौं यो भनेको चाहिँ समेसन R अघि भर्खर हामीले माथि निकालेको छौं यो चाहिँ 780 त्यस्तै तरिकाले हामी निकाल्छौं यहाँ नम्बर अफ अब्जर्भेसन लाई चाहिँ हामीले क्यापिटल N भन्छौं अब यो चाहिँ म्याट्रिक्स फर्ममा छैन सबै काउन्टै गर्नुपर्छ है त 1 2 3 4 5 यो भनेको चाहिँ N1 प्लस N2 प्लस N3 भनौं न अब यो N1 भनेको चाहिँ के हो त भन्दाखेरि रो 1 मा कतिवटा छ त 1 2 3 4 5 5 भयो प्लस अनि N2 भनेको चाहिँ रो 2 मा कतिवटा छ त 4 वटा छ N2 को भ्यालु 4 भयो अनि N3 भनेको चाहिँ 1 2 3 4 5 6 6 भनेको चाहिँ N3 को भ्यालु भयो यसलाई जोड्दाखेरि कति आउँछ त 15 आउँछ राइट अब हामी निकाल्छौं यहाँबाट करेक्सन फ्याक्टर भन्ने टर्म हुन्छ करेक्सन फ्याक्टरलाई हामी CF भनौं सर्टकटमा यो चाहिँ क्यापिटल T स्क्वायर बाइ N हुन्छ क्यापिटल T भनेको चाहिँ हाम्रो 780 को स्क्वायर बाइ N भनेको चाहिँ हाम्रो 15 आयो यो गर्दा हाम्रो कति आउने रहेछ एकचोटी क्याल्कुलेटर फेरि चलाऊं सो यो चाहिँ 780 को स्क्वायर डिवाइडेड बाइ 15 यो भनेको चाहिँ कति आउने रहेछ त 40560 यति आउने रहेछ अब यहाँबाट हामी निकाल्छौं SST भन्ने टर्म निकाल्छौं SST यो अघिल्लो भिडियोमा हेर्नु होला यसको फुल फर्म चाहिँ हामी टोटल सम अफ स्क्वायर भन्ने हुन्छ टोटल सम अफ स्क्वायर भनेको चाहिँ हामी कसरी निकाल्छौं भन्दाखेरि समेसन R स्क्वायर माइनस CF गरेर निकाल्छौं समेसन R स्क्वायर भनेको चाहिँ हाम्रो यहाँ निस्केको छ 43,300 सो 43,300 माइनस यो 40,560 गर्दाखेरि यो चाहिँ कति आउने रहेछ त एकचोटी हेरौं 43,300 माइनस 40,560 गर्दाखेरि चाहिँ यो चाहिँ 2740 हाम्रो चाहिँ SST आयो त्यस्तै तरिकाले हामी के निकाल्छौं यहाँनेर भन्दाखेरि SSR भन्ने निकाल्छौं SSR भनेको चाहिँ सम अफ स्क्वायर ड्यू टु रो अनि यसको निकाल्ने तरिका चाहिँ समेसन R1 को स्क्वायर बाइ N1 प्लस समेसन R2 को स्क्वायर बाइ N2 प्लस समेसन R3 को स्क्वायर बाइ N3 तर यहाँ एकदम ख्याल गर्नुपर्ने कुरा चाहिँ यो चाहिँ होल स्क्वायर है समेसन R को होल स्क्वायर समेसन R2 को होल स्क्वायर समेसन R3 को होल स्क्वायर यो समेसन R1 को स्क्वायर चाहिँ होइन अनि माइनस CF गर्छौं अब यो भनेको चाहिँ जस्तो समेसन R1 चाहिँ हाम्रो यहाँ कति आएको छ एकचोटी हेरौं न समेसन R1 चाहिँ हाम्रो यहाँ 200 आएको छ अनि 200 को स्क्वायर 220 को स्क्वायर 360 को स्क्वायर हुने भयो
है। सो 200 को स्क्वायर प्लस 220 को स्क्वायर प्लस 360 को स्क्वायर अपनमा चाहिँ n1 भनेको चाहिँ यहाँ अघि भर्खर हामीले काउन्ट गरेको थियौं नि रो 1 मा कतिवटा एलिमेन्ट छ 5 वटा त्यस्तै रो 3 मा काउन्ट गर्दाखेरि 4 वटा n2 को भ्यालु यो n3 को भ्यालु चाहिँ 6 यसले डिभाइड गर्ने अनि माइनस cf भनेको चाहिँ 40560 अब यसलाई हामीले क्याल्कुलेटरमा एकैचोटी गर्न सकिहाल्छौं हैन। सो क्याल्कुलेटरमा हामीले एकैचोटी गर्दाखेरि यो कति आउनु भयो त 200 को स्क्वायर बाइ 5 प्लस अनि फेरि 220 को स्क्वायर बाइ 4 प्लस अनि 360 को स्क्वायर बाइ 6 अनि माइनस 40560 त्यसो गर्दाखेरि हाम्रो 1140 आउने रहेछ। सो यो भयो हाम्रो 1140 यिनीहरुको भ्यालु चाहिँ हाम्रो आयो। अब हामी के गर्छौं भन्दाखेरि 1 वे n भएको हामीले चाहिँ अब एउटा SSE भन्ने टर्म निकालौं। SSE भन्ने टर्म चाहिँ हामी कसरी निकाल्छौं भनेर भन्दाखेरि नाउ SSE यो चाहिँ सम अफ स्क्वायर ड्यू टु एरर भनिन्छ। यो चाहिँ SST माइनस SSR बाट निस्किन्छ। हाम्रो SST कति आएको छ भन्दाखेरि यो चाहिँ 2740 माइनस SSR भर्खर आएको छ 1140 यो घटाउँदाखेरि चाहिँ हाम्रो कति हुने भयो त भन्दाखेरि यो घटाउँदाखेरि चाहिँ 2740 माइनस 1140 गर्दाखेरि हाम्रो ठ्याक्कै 1600 आउने रहेछ है 1600 आउने रहेछ। अब हामी यहाँनिर 1 वे एनोभा टेबल बनाउँछौं। 1 वे एनोभा टेबल 1 वे एनोभा टेबलको लागि चाहिँ हामीलाई के चाहिन्छ यहाँ सोर्सेस अफ भेरिएसन त्यसपछि यहाँ सम अफ स्क्वायर SS भन्छौं अनि त्यसपछि डिग्री अफ फ्रीडम DF त्यसपछि हामी MS मिन स्क्वायर भन्ने हुन्छ त्यसपछि F रेशियो यति हाम्रो हुन्छ यहाँ। अब सुरुमा चाहिँ सोर्सेस अफ भेरिएसनमा चाहिँ हामी के निकाल्छौं ड्यू टु रो भन्ने हुन्छ अनि ड्यू टु रो मा चाहिँ हामी कसरी निकाल्छौं भन्दाखेरि SSR को भ्यालु लेख्छौं। पहिला SSR को भ्यालु हाम्रो कति आएको छ SSR को भ्यालु 1140 आएको रहेछ 1140 अनि यसमा चाहिँ के लेख्छौं भन्दाखेरि यसमा चाहिँ R - 1 हुन्छ। नम्बर अफ रो भनेको 3टा छ अहिले हाम्रो क्वेशनमा। सो 3 - 1 भनेको यो कति आउनु भयो 2। अब यहाँनिर MS भनेको चाहिँ हामी यसलाई के भन्छौं भनेर भन्दाखेरि MSR भन्छौं। यो चाहिँ ठ्याक्कै यो फर्मुला हुन्छ यो डिवाइडेड बाइ यो भनेर SSR डिवाइडेड बाइ R - 1 यो भनेको चाहिँ 1140 डिवाइडेड बाइ 2 यो भनेको चाहिँ 1140 डिवाइडेड बाइ 2 कति आउँछ त 1140 डिवाइडेड बाइ 2 गर्दाखेरि 570 आउने भयो 570 यो यहाँसम्म भयो। अब हामी केमा जान्छौं भन्दाखेरि ड्यू टु एरर माथिको ड्यू टु रो अब यो ड्यू टु एरर मा चाहिँ हामी के गर्छौं SSE को भ्यालु राख्छौं। SSE को भ्यालु माथि भर्खर निकालेको छ 1600 भयो अनि यतापट्टि चाहिँ डिग्री अफ फ्रीडममा चाहिँ n - R लेख्छौं हामी यसलाई। सो यो चाहिँ n भनेको चाहिँ नम्बर अफ हाम्रो टर्म्स कतिवटा थियो अघि 15 वटा हैन माइनस R नम्बर अफ रो भनेको 3 यो भनेको चाहिँ 12 आयो। अब यसमा MSE भन्ने हुन्छ MSE भनेको चाहिँ SSE बाइ यो चाहिँ n - R भन्ने हुन्छ। यो भनेको फेरि यो बाइ यो हैन भनेको 1600 डिवाइडेड बाइ 12 सो 1600 डिवाइडेड बाइ 12 कति हुन्छ त हेरौं 1600 डिवाइडेड बाइ 12 भनेपछि यो 133.33 भन्ने हुन्छ। अब यतापट्टि F रेशियो F क्याल्कुलेटेड चाहिँ हामीले कसरी निकाल्छौं भन्दा यो बाइ यो है MSR अपन MSE यो भनेको चाहिँ कति आउने रहेछ हेरौं त यो चाहिँ माथि चाहिँ 570 छ तल चाहिँ 133.33 सो यो गर्दाखेरि हाम्रो कति आउने भयो त
570 को मुनि 133.33 गर्दाखेरि चाहिँ यो 4.275 यस्तो आयो 1 यस्तो खालको भ्यालु आयो। अब यहाँनिर थोरै हामी यहाँ के गर्छौं भन्दाखेरि यसलाई चाहिँ टोटल पनि निकाल्छौं। यहाँ टोटल भनेको चाहिँ यो चाहिँ एसएसटी हुन्छ, यहाँ एसएसटी यो र जोड्ने हो है, भनेको 1140 मा 1600 जोड दिने, 1140 मा 1600 जोड्दाखेरि 2740 आयो। यो चाहिँ यहाँ लेख्छौं 2740। फेरि यो र यो जोड्दाखेरि यो n माइनस 1 हुन्छ, यो र जोड्दाखेरि यो 2 र 12 जोड्दाखेरि यो चाहिँ 15 भयो। यो यहाँसम्म हुन्छ। अब चाहिँ हामी के गर्छौं भन्दाखेरि एफ क्याल्कुलेटेडको भ्यालु हामीलाई कति आएको छ 4.2751 आएको छ। अब हामी हाम्रो यहाँ लेभल अफ सिग्निफिकेन्स केही पनि दिएको छैन भनेपछि एफ टेबुलेटेड निकाल्दाखेरि हाम्रो फर्मुला अल्फा अनि n माइनस r माइनस 1 अनि कमा n माइनस r को फर्मुला चल्छ। यो अल्फा भनेको चाहिँ केही पनि दिएको छैन भने लेभल अफ सिग्निफिकेन्स चाहिँ 0.05 मानिन्छ। अनि r माइनस 1 भनेको यहाँ निकालेको छ हाम्रो यहाँ 2 छ हैन, r माइनस 1 भनेको 2 छ। अनि यो चाहिँ न्युमेरेटरको डिग्री अफ फ्रिडम बाइ डिनोमिनेटरको डिग्री अफ फ्रिडम हो। माथि 2 छ तल चाहिँ 12 छ। माथि 2 छ तल चाहिँ 12 छ। अब यो कसरी हामी क्याल्कुलेट गर्न सक्छौं भनेर भन्दाखेरि हामीलाई यहाँ टेबल दिएको हुन्छ है। सो यो टेबल 0.05 को टेबलमा यो 2 चाहिँ यतापट्टि हेर्ने हैन, 2 चाहिँ हामी न्युमेरेटरतिर हेर्छौं। यतापट्टि चाहिँ न्युमेरेटर हुन्छ हाम्रो, न्युमेरेटर चाहिँ यतापट्टि हुन्छ अनि डिनोमिनेटर चाहिँ यतापट्टि हुन्छ। हाम्रो माथि 2 मा हेर्नु पर्यो न्युमेरेटर चाहिँ, डिनोमिनेटर चाहिँ हाम्रो 9 मा 12 मा हेर्नु पर्यो। अब त्यसो गर्दाखेरि हाम्रो भ्यालु चाहिँ कति हुन्छ त? त्यसो गर्दाखेरि हाम्रो भ्यालु चाहिँ हेर्न जान्नुपर्ने हुन्छ हामीले। सो त्यसमा यहाँ चाहिँ हाम्रो यो 9 सम्म मात्रै छ हैन। एक्चुअल चाहिँ कति हुन्छ भनेर भन्दाखेरि एक्चुअलमा चाहिँ त्यो 12 भएकोमा चाहिँ हाम्रो कति हुँदो रहेछ भनेर भन्दाखेरि म एकछिन यहाँ हेर्दै छु। यहाँ चाहिँ मसँग भएको टेबलमा चाहिँ 9 सम्म मात्रै रहेछ। यसलाई हामीले हेर्ने हो भने सो 12 मा चाहिँ हाम्रो भ्यालु कति हुने रहेछ? 2 मा चाहिँ 2.8068 छ है त। सो 2. एकैछिन है, यो फेरि 0.10 को रहेछ। यो भनेपछि यहाँ कति 3.8853 भनेको यस्तो छ। जस्तो यहाँ टेबलमा चाहिँ 12 मा चाहिँ यहाँनेरको भ्यालु चाहिँ कस्तो रहेछ भन्दाखेरि एकचोटि फेरि 3.8853 छ। 3.8853 छ भने चाहिँ हामीले लिनुपर्ने भ्यालु यही हो हैन। 2 मा सरी यहाँनेर 2 मा है यो। सो 2 को सिधा तल अनि 12 को सिधा चाहिँ हाम्रो 3.88 अनि 53 छ भने चाहिँ यही भ्यालु हाम्रो चाहिँ क्याल्कुलेटेड के को लागि हुन्छ त? टेबुलेटेड को लागि हुन्छ। भनेपछि यो चाहिँ 3.8853 हुन्छ। यो मसँग चाहिँ 9 सम्म रहेछ हैन। अब मैले नेटमा हेर्दाखेरि चाहिँ 12 को सिधा चाहिँ 2 को सिधा चाहिँ यो 3.8853 छ। त्यसरी नै हेर्नु होला तपाईहरुले। सो यो भ्यालु क्याल्कुलेटेड भयो। अब हामीले यहाँ कम्पेरिजन गर्छौं है त। सो कम्पेरिजन गर्दाखेरि हाम्रो चाहिँ के आयो त? कम्पेरिजन गर्दाखेरि चाहिँ सिन्स अब टेबुलेटेड र क्याल्कुलेटेडमा कुन ठुलो कुन सानो हेर्नुपर्ने हुन्छ हामीले। क्याल्कुलेटेड र टेबुलेटेडमा हाम्रो चाहिँ अहिले चाहिँ के भयो त? क्याल्कुलेटेड नै ठुलो भयो हैन। क्याल्कुलेटेड भनेको चाहिँ 4.2 छ, टेबुलेटेडमा चाहिँ 3.8 छ भने चाहिँ क्याल्कुलेटेड ठुलो भयो। क्याल्कुलेटेड ठुलो हुने बित्तिकै चाहिँ हाम्रो चाहिँ H0 इज रिजेक्टेड हुन्छ हैन, रिजेक्टेड हुन्छ। H0 रिजेक्टेड भनेको चाहिँ यसको मिनिङ चाहिँ हामीले H0 लाई चाहिँ के गर्न सक्दैनौं? एक्सेप्ट गर्न सक्दैनौं। भनेपछि H0 लाई एक्सेप्ट नगर्नु भनेको चाहिँ केलाई एक्सेप्ट गर्नु हो त भन्दाखेरि यो चाहिँ
H0 लाई एक्सेप्ट नगर्नु भनेको चाहिँ हाम्रो अल्टरनेटिभ हाइपोथेसिसलाई चाहिँ एक्सेप्ट गर्नु हो। हाम्रो अघि के मानेको थियो हामीले H0 मा चाहिँ यो मानेको थियो सबै बराबर छ भनेर सेम छ भनेर मानेको थियो। अल्टरनेटिभमा चाहिँ डिफ्रेन्ट छ भनेर मानेको थियो भने चाहिँ अहिले H0 चाहिँ रिजेक्ट भयो भने चाहिँ यसलाई मान्नु पर्यो भने चाहिँ हाम्रो कन्क्लुजन के आयो द 3 ब्रान्ड्स ह्याभ डिफ्रेन्ट लाइफ टाइम भनेर आयो। हेन्स द 3 brands have different 3 brands have different क्या आयो त लाइफ टाइम। यो चाहिँ हाम्रो कन्क्लुजन आयो। सो थ्याङ्क यू सो मच गाइज। नेक्स्ट भिडियो लिएर आउने नै छु, तबसम्मको लागि